है यहाँ मन्दिर चाहिँ कस्तो दामी देखिरहेको छ ल उता चाहिँ गणेश हिमाल देखिसकेको छ अब हेर्नु ल मैले चाहिँ क्याप्चर गर्न सक्दिनँ होइन ल गाइज हामीले चाहिँ पहिलाको राजाको पालामा यहाँ चाहिँ दरबार थियो अरे होइन यो ठाउँमा अहिले हामीले देखाएको मन्दिरको ठ्याक्क यहाँ तलपट्टि रहेछ यहाँ चाहिँ देख्न सक्नुहुन्छ व्हाट्सअप एभ्रीबडी वेलकम टु माई युट्युब च्यानल दिस इज माई अनदर ब्लग फ्रम धादिङ सो म चाहिँ धादिङमा के गर्दैछु त अहिले धादिङमा चाहिँ अहिले हाम्रो चाहिँ होइन रोजिङ ट्यापिङ एन्ड प्राइभेट लिमिटेड कम्पनीको चाहिँ अब्जेक्टिभ तथा प्रडक्ट्सहरू के हो भनेपछि चाहिँ टक्क लगाएर यो कम्पनीले चाहिँ कम्युनिटी फरेस्ट के सामुदायिक वनहरूमा चाहिँ कोल्याब गरेर चाहिँ सामुदायिक वनको चाहिँ रोयल्टी कति हो होइन सबै मापदण्डहरू पुरा गरेर चाहिँ खोटे सल्लाहको चाहिँ फरेस्ट बााउन्ड्रीहरू बनाएर इन्भेन्ट्री गरेर चाहिँ मेनली त्यो ट्रिजहरूबाट चाहिँ खोटे सल्लाहको चाहिँ खोटोहरू निकालिन्छ जसमा चाहिँ अब त्यसको लागि चाहिँ सुरुमा भनेको चाहिँ खोटे सल्लाहको बााउन्ड्रीहरू छुट्याउनु पऱ्यो त्यसको ट्रिजको इन्भेन्ट्रीहरू गर्नु पऱ्यो गाइस यहाँ चाहिँ हाम्रो गोरुले चाहिँ हमला गरेर चाहिँ जान दिएको छैन होइन हामी सबै यताबाट जानुपर्छ झन्डै हान्दा थियो अरे गोरुले त सबै भागिने यतातिर सानो गोरु रहेछ है हान्छ के हो झन्डै हान्ने जस्तो गरे यार गोरुले त ल जाको पहाडको सिन देख्न सक्नुहुन्छ कस्तो रमाइलो छ है हामी चाहिँ अब दाजुभाइहरू टक्क लगाएर चाहिँ अब त्यही फरेस्टको इन्भेन्ट्रीहरू गर्न लाग्दैछौँ हामी सबैजना सो यदि रेजिन ट्यापिङ चाहिँ कसरी गरिन्छ होइन अनि रेजिङहरू चाहिँ कसरी कलेक्ट गरिन्छ भनेर चाहिँ जान इच्छुक हुनुहुन्छ भने चाहिँ भिडियो चाहिँ सर्च भिडियो बनाएर चाहिँ हालिसकेँ कि नुवाकोटमै हुँदाखेरि चाहिँ मैले त्यो भिडियोहरू हालिसकेको थिएँ होइन अहिले धादिङमा चाहिँ हाम्रो चाहिँ अब इन्भेन्ट्री गरिन्छ त्यसपछि ट्याग गरिन्छ क्या त्यो मात्रै काम हो अब त्यसपछिको भनेको चाहिँ यहाँ चाहिँ लेबरहरू ल्याएर चाहिँ यतापट्टि चाहिँ अनि सबै त्यो खोटे सल्लाहहरूको होइन रेजिनहरू निकाल्ने कि खोटेहरू निकाल्ने सबै काम हुन्छ त्यो बेलासम्म सायद म हुँदिनँ होला यता चाहिँ होइन म हेटौँडा गइसकेको हुन्छु होला अब अरू त यस्तै हो जे होस् अब सुगाएर एकछिन चाहिँ हामी रेस्ट गर्नु बसेको छौँ यहाँ है यो पाहाडतिर चाहिँ के हुन्छ भनेपछि जति गऱ्यौँ भयो नि हावा चाहिँ चिसो क्या आनन्दको आउँछ क्या यहाँको फेरि होइन ठाउँै त्यस्तो हुन्छ क्या पाहाड त्यही भएर त्यतिको मन पर्दैन कि मलाई त्यस्तो पाहाडतिर चढेको चाहिँ अनि यस्तो फिल्डतिर गएको चाहिँ भिडियोहरू बनाएर हुन्छु मैले देख्न सक्नुहुन्छ होइन सबैजना अरू पनि रेस्ट गर्दै हुनुहुन्छ हाम्रो दाइहरू पक्क लगाएर हाम्रो चाहिँ अब रेडी भइसक्यो यहाँको लागि होइन पोइन्ट लिन्छौँ हामीले कपीमा दाइहरूले टाचा लाउनुहुन्छ जिपिएस लिन्छौँ काम सुरु गर्छौँ यही नै हो हाम्रो सर्वे गर्ने भनेको चाहिँ अब रुखहरू छुट्याइन्छौँ होइन कुन रुख चाहिँ अब त्यसको लागि चाहिँ इन्भेन्ट्रीको लागि काम गर्छ त्यसपछि ट्यागिङ गरिन्छ त्यसपछि मदर ट्रीहरू छुट्याइन्छ त्यहीबाट अनि यही नै हो अब अरू चाहिँ बिस्तारै गाइज आउँछ ल गाइज हेर्नुहोस् है हामी चाहिँ अब टक्क लगाएर थाकिसक्यो है इन्भेन्ट्री गरेर चाहिँ अब तपाईँहरूलाई चाहिँ म के देखाउँछु भने चाहिँ धादिङको एकदम बबाल भ्यू देखाउँछु ल देखाइदियो त उता भ्यू यो चाहिँ हाम्रो धादिङ बेसीको भ्यू बेसीभन्दा माथि यो हाम्रो कुन जङ्गल रे भङ्गेरी भैरव जङ्गलको ल ट्याक्क सो ल हामी चाहिँ अब ट्रेकिङ गर्दा गर्दा हेर्नु है यहाँ माथिसम्म आइसकेको छ यहाँ देख्नु सक्नुहुन्छ यहाँ चाहिँ मन्दिर रहेछ है यहाँ मन्दिर चाहिँ कस्तो दामी देखिरहेको छ ल यस्तो छ अनि अब चाहिँ हामी त्यो मन्दिरमा जान्छौँ होइन यहाँको ल मन्दिर जाँदैछौँ होइन अब यहाँको चाहिँ भङ्गेरी भैरवको चाहिँ हाम्रो यहाँ भङ्गेरी चुली दर्शन भन्ने मन्दिर रहेछ दुवाकोटको होइन यहाँ चाहिँ अब टक्क लगाएर चाहिँ हामी खाजासाजा खान्छौँ है ल भगवान्को दर्शन गर्छौँ यता चाहिँ जय शम्भो यो हो के भ्यू भनेको चाहिँ यो गाइज यो भनेको चाहिँ भ्यू हो भङ्गेरी चुली दर्शनमा चाहिँ हामीले चाहिँ के देख्यौँ भनेपछि चाहिँ धार्मिक र पर्यटक स्थल चाहिँ एकदमै राम्रो ठाउँ छ होइन जसमा चाहिँ
यो ठाउँमा चाहिँ जे होस् अलिकति मान्छेहरूको चाहिँ अब विलम्बना चाहिँ के छ भनेपछि चाहिँ यस्तो राम्रो मन्दिर यहाँ होइन भङ्गेरी चुले दर्शन भनेर चाहिँ यस्तो राम्रो के रहेछ यहाँ मन्दिरहरू बनाएको रहेछ तर अलि यस्तो व्यवस्थापन चाहिँ मान्छेको रहन्छ यसमा चाहिँ हाम्रो यहाँको लिएर चाहिँ यहाँको सबै गाउँवासीहरू मानिसहरूले चाहिँ अब चाहिँ पर्यटक स्थल चाहिँ बनाउनु पऱ्यो कि पर्यटक स्थल बनाउनु चाहिँ धार्मिक स्थलहरू छ यहाँ यस्तो मठ मन्दिर छ यहाँ यस्तो राम्रो छ कि यहाँको होइन यस्तो हाइटमा चाहिँ होइन यस्तो टप अनि टक्क लगाएर चाहिँ यताबाट चाहिँ के हुँदैछ भने चाहिँ यहाँ उता माथि डाँडामा चाहिँ त्यो माथिबाट चाहिँ गणेश हिमाल देखिने रहेछ कि यता यहाँबाट अनि यस्तो ठाउँको चाहिँ ल देख्न सक्नुहुन्छ है यस्तो झन्डा यस्तो छ यतापट्टि के व्यवस्थापन केही छैन अलिकति लापरवाही चाहिँ रहेछ होइन यो ठाउँलाई चाहिँ जस्तो धार्मिक स्थल र पर्यटक क्षेत्र चाहिँ बनाउनु पर्ने ठाउँ जस्तो लागेको चाहिँ लगायत हामीले चाहिँ पहिलाको राजाको पालामा यहाँ चाहिँ दरबार थियो अरे होइन यो ठाउँमा अहिले हामीले देखाएको मन्दिरको ठ्याक्क यहाँ तलपट्टि रहेछ यहाँ चाहिँ देख्न सक्नुहुन्छ पहिलाको पालाको चाहिँ ओखल हुन्छ नि अहिलेको तपाईँ मिक्सरहरू भयो होइन त्यो फलामको हुन्छ पहिला चाहिँ यस्तो हरि देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो ढुङ्गा रहेछ नि यो पुरै एउटा ठुलो ढुङ्गा भयो अनि टक्क लगाएर यहाँनिर चाहिँ ओखल के यसमै बनाएको रहेछ यहाँ एउटा रहेछ त्यसपछि यहाँ दुईवटाहरू रहेछ कि यो चाहिँ पहिलाको राजाहरूको पालामा थियो अरे कि यस्तो यहाँनिर चाहिँ यहाँ चाहिँ अब हामी चाहिँ देख्न सक्नुहुन्छ फिल्डको काम गर्दा गर्दा चाहिँ गणेश हिमाल देखिसकेको छ अब हेर्नु ल मैले चाहिँ क्याप्चर गर्न सक्दिनँ होइन पछाडिको देख्न सक्नुहुन्छ होइन टाढा देख्नु त्यो अलिअलि देखाएको छ नि यो गणेश हिमाल हो अरे कि माथिको अहिले पानी पर्न लगाएर टक्क लगाएर बादलले छेकियो होइन नत्र देख्न सक्नुहुन्छ माथिको गणेश हिमाल गणेश हिमालको अलिअलि देखेको छ यता अहिले बिहान हेरेको चाहिँ पुरै छर्लङ्ग सबै देखिन्थ्यो अरे देख्न सक्नुहुन्छ पहिलाको चाहिँ राजाहरूको पालामा चाहिँ दरबार जाने बाटोमा चाहिँ यसरी चाहिँ पहिला बनाएको रहेछ है देख्न सक्नुहुन्छ यो चाहिँ पर्यटक क्षेत्र बनाउने ठाउँै रहेछ कि कस्तो दामी छ है ल देख्न सक्नुहुन्छ भ्यू यताको यस्तो दामी छ यतातिर है गणेश हिमाल सबै देखिने यो भनेको चाहिँ जे होस् अब मान्छे सरकार यहाँको सबैजना मिलेर चाहिँ बनाउने ठाउँ हो कि यो होइन यस्तो राम्रो ठाउँलाई चाहिँ अब होइन नेपालको कस्तो राम्रो ठाउँ छ ल गाइज म चाहिँ अब चिप्लेटी खेल्दै जान्छु है रोडको चाहिँ हाम्रो चाहिँ अब यो बजेटमा बनिरहेको चाहिँ सिँचाइ खाने पानी रे है ल देख्न सक्नुहुन्छ ट्याङ्की यता छ अरेस के छ यो छ यो ठुलो ट्याङ्की छन् यतापट्टिको 19 करोडको रे है गाइस बन्दै गरेको 1300 घरधुरीलाई चाहिँ यो खानेपानीको लागि चाहिँ 1300 करोड के अरे 19 करोडको चाहिँ ट्याङ्की निर्माण भएको छ 19 करोडको चाहिँ ल सिँचाइ खानेपानी 1300 घरधुरीको लागि चाहिँ कस्तो रहेछ के बालुवा पानी तान्दाखेरि यस्तो भयो ए पानी छान्नलाई चाहिँ यस्तो बालुवाहरू युज गरिन्छ रहेछ ल यस्तो है त कतिवटा चाहिँ एउटा रहेछ दुईवटा रहेछ तिनवटा खण्डा रहेछ ल धादिङ जिल्लाको यो धुवाकोट गाउँको नीलकण्ठ वडा नम्बर 14 ल बन्दैछ यता पानी छान्नलाई ओए हिँड्न सकिन्छ त यहाँ रिस्की गाइज रामा यहाँ बाटो खतरा धराब रहेछ गाइज अब आउने कोसिस गर्छु म होइन यस्तो छ बाटोबाट बसिरहनु पर्यो यहाँ त गाह्रो छ त यस्तो छ त मारे त म्यान भर्सेस वाइल्ड के छ त
ल गाइस अबको चाहिँ हाम्रो सबै काम सकेर चाहिँ हामी घरतिर लागेका छौँ हेलो भन्थ्यो जेनजी हेलो हेलो पछाडि दाईहरू पनि आउँदै हुनुहुन्छ है ल देख्न सक्नुहुन्छ हामी चाहिँ कामसाम सकाएर चाहिँ अब रिल्याक्स पारामा घर जाँदैछौँ यस्तो छ यतातिर चाहिँ रिल्याक्स त के हो ल थाक्या छ चट्टानमा अडेको ल है यस्तो छ यताको सिन यहाँबाट तल जाने हो यस्तो दामी भ्यू त कहाँ देखिन सकिन्छ नि नेपालमा सट्ट लाएर रमाइलो छ गाइज यतातिर त अब 1-2 दिनमा अब यो ठाउँ पनि छोडेर गइन्छ होला होइन यो ठाउँको चाहिँ जे होस् याद चाहिँ एकदम धेरै नै भयो क्या यहाँको चाहिँ यादहरू चाहिँ एकदम बटुली लानुभयो होइन यो भ्लग यो भिडियोहरू मार्फत ल यस्तै हो अब जिन्दगीमा गो विथ द फ्लो भन्दै जाने हो होइन राम्रो छ नि त ठाउँ त यतिको ठाउँ त देखाएको थिएन है यो ठाउँमा आएर नि धेरै कुरा सिकियो होइन हजुर ल यहाँ धुवाकोटको चाहिँ सम्पूर्ण यहाँ पुरै गाउँवासीदेखि लिएर हाम्रो दाई बहिनी दिदी बहिनी सबैजनाले चाहिँ यसो सपोर्ट देखाइदिनु पऱ्यो मेन्सन गर्नु पऱ्यो होइन यहाँको मैले देखाइदिइसकेको छु सबै भ्यू यता होइन जहाँ मैले घुम्न सकेको छु अनि त्यहाँ एउटा हाम्रो चाहिँ मन्दिर रहेछ के धुवाकोटको भङ्गेरी चुरी भन्ने मन्दिर त्यो मन्दिरको चाहिँ अलिकति व्यवस्थापन चाहिँ अब मानिसहरूले गर्नु पऱ्यो होइन सबै सरकार स्थानीय सरकारदेखि लिएर सबैले मिल्नु पऱ्यो क्या यहाँ र पर्यटक क्षेत्रको चाहिँ एकदम दामी ठाउँ रहेछ होइन त्यहाँको चाहिँ एउटा अब पहिलाको चाहिँ राजदरबार रहेछ दरबारै भएको ठाउँ रहेछ अनि यसो हेर्दा भ्यू पनि एकदम दामी के अलिकति त्यो व्यवस्थापन भयो भने चाहिँ एकदमै बबाल हुँदैछ यो ठाउँ चाहिँ एकदमै रमाइलो रहेछ है त्यही नै हो अब यस्तै हो भिडियोहरू बताउँदै जाने हेर्दै जाने रमाइलो गर्दै जाने यही हो दाइ पुरै स्माइल दिनु भइरहेछ उताबाट लगाएछ हामी चाहिँ अब यो गाउँबाट निस्केर जानुपर्ने थियो होइन जहाँबाट सुरु गरेको थियो होइन यहाँबाट टक्क हामी सबैजना सुरु गरेको थियौँ यो गाउँमा चाहिँ हुन्छ यो चाहिँ हाम्रो अन्तिम दिन हो होइन अब हामी जाने तयारीमा छौँ अब यहाँ गाउँमा चाहिँ सायदै खै कसो होइन आउन त मन लाग्छ होइन फेरि पनि आउने मौका पाओस् यो चाहना चाहिँ होइन टक्क लगाएर अब यो ठाउँबाट चाहिँ हामी बिदा हुन चाहन्छौँ होइन यो गाउँमा डाँडादेखि लिएर हामी सब यता घुमेर यताबाट आइयो होइन अब चाहिँ हामी यहाँबाट जान्छौँ है ल बाई बाई ल अब हामी यहाँबाट लाग्यौँ अब हाम्रो फेरि बेसी बजार ल दाइ गएको है ल अब चाहिँ यो ठाउँमा कहिले आइन्छ थाहा छैन होइन तर फेरि आउने मौका चाहिँ पाओस् भन्न चाहन्छु है यहाँ चाहिँ एकदम के दामी छ अब अलिकति विकासको अलिकति अब त्यो माथिको मन्दिरको पनि अलिक व्यवस्थापन होस् होइन पर्यटक क्षेत्र एकदम राम्रो छ यो ठाउँमा चाहिँ फेरि आउन चाहन्छु कि म चाहिँ एकदम के दामी लागेको मलाई यो ठाउँ चाहिँ होइन बस्नलाई हावापानी एकदम बेस्ट यहाँको पानी होइन यो के यो धुवाकोटको पानी खानुभयो भने तपाईँहरू यहीँ बस्नुहुन्छ कि यस्तो मिठो पानी छ कि मिनरल वाटर वाटर के हुन्छ नि यहाँको पानी खानुपर्छ यस्तो दामी छ नि हावापानी पनि एकदम बबाल छ है गाइस ल है यो ठाउँमा धेरै याद बदलिँदै जाने भयो होइन मेमोरिज छ हाम्रो प्रमोदाहरूसँग नि अब 1-2 दिनमा हामी भेला भइहाल्छौँ होइन र हामी अब तिनपल्ट हामीले यस्तोतिर जाँदैछौँ ओह्रालोमा सबलाई बाई भन्दै चाहन्छु ल बाई अङ्कल बाई रमाइलो गर्दै जाने हो नि होइन जे सब यहाँ गाउँठाउँको भाइको मान्छेहरूलाई चाहिँ सबलाई बाई बाई भन्न चाहन्छु है सबलाई बाई बाई छ यो गाउँमा फेरि आउन पाओस् युट्युबतिर